गर्दा नै हुन्छ जस्तो मिलाउने कपाल सबै ए आमा कहाँ आउनु त्यही तलसम्म आफ्नै धुनले टक्क टक्क गरेर आउने अनि कपाल सबै मोबाइल निकालेर ऐना साइना हेरेर पनि यस्तो छोरी भोलि पर्सि थाहा पाउँछस् छोरी भोलि अहिलेलाई त चुप बस भोलि पर्सि तैले आफै थाहा पाउने थिएस् एक्सन छोरी हैन आमाले बोलेको यार त चुप लागेर बस भोलि पर्सि आफै थाहा पाउँछस् क्यामेरा उताबाट क्यामेरा यताबाट तेर्सिरहेछ थाहा पाउँछस् भन्दैछु कि है सुन है छोरी अहिले त चुप लागेर बस भोलि पर्सि आफै थाहा पाउँछस् म आऊ भन्छ नि आउने हात इशारा गर ल क्यामेरा रोल एक्सन छोरी मैले भनेको कुराहरु तैले आफै थाहा पाउँछस् भोलि छोरी अहिले त चुप बस छोरी अलि थर्के जस्तो गर्ने के तपाईको लुक्स अलि हाँस जस्तो भयो मात्र बोल्दिन सबैजना बोल्दिन छोरी अहिले त चुप बस बिस्तारै तैले पछि थाहा पाइहाल्छस् नि भिडियोहरु पनि यसो खेलाउने मान्छे छोरा कहाँ लागेको त छोरा नभन्नु नत्र नानी यसो गरौँ न आमालाई आउट गर्दिन अनि दाजु मिलेको ल थाहा पाउँदैछ भने आमा उठेर म गाउँतिर काम छ म गएँ भन्नु भन्नु है भोलि पर्सि थाहा पाउँछस् अहिले सानै छस् भन्नु होइन सानै छस् नभन्नु अहिले त चुप बस ए पछि त आफै थाहा पाउँछस् मात्र पछि थाहा पाउँछस् भन्ने नि ल छोरी त घरमै बस हिँड्नु ल छोरी त अहिले घरमै बस मेरो काम छ गाउँतिर गएँ भन्नु बुझ्नु भयो क्यामेरा रोल छोरी अहिले सानो छेस भोलि पछि थाहा पाउँछु सानो छैन सानो नभन्नु के मैले बोलेको सुन्नु के ए अहिले त चुप बस पछि त बिस्तारै सबै कुरा थाहा पाउँछस् एक्सन भन्ने बित्तिकै अहिले त चुप लाग पछि थाहा पाउँछस् मात्रै हो अहिले त चुप लाग तैले सबै साला केटी बन्न मिल्ने भए म केटा सबै बन्नु कस्तो भिडियो त बसिस त अड माने यति मात्रै सोनी सब किन हुन्छ बम्म यार एक्सन छोरी भोलि पछि थाहा साइलेन्ट हैन छोरी त अहिले चुप बस बिस्तारै तैले पछि सबै कुरा थाहा पाउने छे यति मात्रै जमाइले एक्सन साइलेन्ट प्लिज एक्सन छोरी अहिले त चुप बस कस्तो हो चुप लाग बसन गरे आमा चाहिँ बिग्रिहाल्छ साइलेन्ट भनेको भाइ म त रिस उठ्छ यार कलै सुटिङमा हुन् कि के गर्न हुन् भाइ साइलेन्ट क्यामेरा रोलिङ एक्सन छोरी अहिले चुप लागेर बस पछि आफै थाहा पाउँछस् छोरा निकाल्दिन यसो हामी पनि के होइन नभन्नु एउटा छोरी आमा पनि आउनु हुन्छ आउनु त हामी निस्किनु होइन उहाँले जे भन्नु यसो कपाल सपाल मिलाएर अहिले फोन गर्दै त निस्केर है फोनमा बोले जस्तो गर्नु बहिनी यताबाट रोक दाइ कहाँ जान लागेको त भयो भन है यताबाट आउनु दाइ त कहाँ जान लागेको हो नि यहाँ आएर उभिने है त यहाँ आएर फोनमा कुरा गरेर यस्तो गर्नु हेलो साथी कता यता त होइन यता आउनु अब आउनु हो उता आउनु ए आऊ भन्छ नि है क्यामेरा रोल एक्सन दाइ त कहाँ जान लागेको नडरेको त्यहाँ बाहिर फेरि डायलग फेरि भन है तिमी कहाँ जान्न कहीँ होइन तिमी तलसम्म अलिक ठुलो बोल ल है प्लिज है सबैजना सिकाउनु मध्येमा नपर्नु पर्ने कहीँ होइन नि बाहिर बोलाएको थियो त्यहीजना लागेको आफ्नो बहिनीलाई मात्रै हेर अन्त नहेर ध्यान खाएन यति मात्रै है कहाँ हुनु त्यही तल काम थियो साथीहरूसँग जान लागेको क्यामेरा रोल एक्सन दाइ त कहाँ जान लागेको
कहीँ होइन बहिनी त्यही तलसम्म जाम भनेर निस्केको भनेर नडराइकन भन्नु कहाँ हुनु बहिनी सिधै फुलै भयो नडरा मोटो गोटी एक्सन भनेर दाई भनेर बोलाएको छ कहाँ हुनु त्यही तलसम्म छिटो घर आइज आमा पनि घर हुनुहुन्न भित्र गएर उत्तानो टाङ्गा ल छिटो घर आइज है घरमा पनि आमा हुनुहुन्न एक्लै छु म दिमागले काम गर्नु क्यामेरा रोल आउँछ दाइले एक्सन ल छिटै गरेर आइज घरमा आमा पनि हुनुहुन्न म पनि एक्लै छु फेरि साथीहरूसँग खाली साथीहरूसँग डुल्ने के पछि भेट एक्लै छु तपाईँ साथीहरूसँग मात्रै हिँड्ने गर्छ घरमा एकछिन एक्सन ल छिटै गरेर आइज घरमा आमाहरू पनि हुनुहुन्न म पनि एक्लै छु तपाईँ खाली उसकै डाइलग हो तपाईँ खाली साथीहरू मात्रै भन्छस् घरको एउटा काम गर्ने होइन धेरै नडुल्नु तपाईँले घरमा एकछिन बस्दैन घरमा केही काम पनि गर्दैन तपाईँ म एक्लै जानुपर्छ दे यता आउनु न क्यामेरा त्यही दुख्नु एक्सन तपाईँ खालि साथीहरू मात्रै भन्छस् घरमा कामहरू पनि गर्दिनँ सबै म एक्लै गर्नुपर्छ छिटै आइज साथीहरूसँग भेटेपछि के काम हो गरेर छिटै आइज मलाई सघाउनको लागि भए पनि कुर्की सोच्नै छ भने ल नानी म छिटै आउँछु थोरै काम मात्रै हो भाइले तर पनि म जहिले बाहिर निस्किनु लाग्छु अनि तब काम छ के छ भनेर मेरो बाटो अल्मलाइदिन्छ आइहाल्छु नि म मिलाएर भन्नु सुरुको टुक्का बहिनी तपाईँ धेरै मलाई धेरै कराउँछिस् भइगयो त एकछिन यसो साथी भेटेर आइहाल्छु त काम गर्दै गर्न आइपुगिहाल्छु नि मिलाएर सुरुमा बहिनी तपाईँ कति कराउँछिस् एकछिन साथी भेटेर त आउँछु भनेर त चाहिँ घरको काम गर्दै गर्न आइहाल्छु नि भन्नु ठुलो बोल कति कराउँछस् म तल गएर आइहाल्छु यताउता हिँड्न लायो खाली काम छ यो छ त्यो छ भन्दा मेरो बाटो अल्मलाइदिन्छ डबल पाठ हाल्ने बल्ल बल्ल गरम हुँदैन भाइ गरम एकदम फ्री हो न भाइ जसले जे भने मुक्ताला माया तपाईलाई हान्दिन्छ या बहिनी तपाईले धेरै कराउँछिस् एकछिन तल साथी भेटेर आइहाल्छु नि म मुख सँगसँगै देखेला त हेरौँ न हेरौँ अब छिटो बोलेको हुनु पर्यो डायलग हुनु पर्यो सर भने जस्तो सजिलो छ यहाँ उ पानी पर्यो त ज्याकेटहरु ए बहिनी तपाईले कति कराउँछिस् क्यामेरा रोल एक्सन ए बहिनी कति कराउँछ
एकछिन साथीभाइसँग भेटेर आइहाल्छु नि। कति डराएको बरु बरु त घर काम गर्दै गर कति कराउँछिस् के यताउता हिँड्न लाग्यो कि उयो दाइसँग के छ मेरो बाटो अल्म लगाइदिन्छु फोन खै यहाँ छ ए उहाँ भन्नु अलमली छ होला। के रे के भन न के सुना सुरु के सुना बहिनी तपाईँ कति कराउँछिस् के यताउता हिँड्न लाग्यो खालि मेरो बाटो काम छ यो छ त्यो छ भनेर अल्म लगाइदिन्छु भाइको त एकचोटिमा भेटेर आउँछु भन्नु त बहिनी म यताउता हिँड्न डराउनु लाग्यो पर्दैन। खालि मेरो बाटो अल्म लगाइदिन्छु गरे पुल भर भन न नडरा क्या कराउनु पर्यो के म त भनिदिन्छु हे बहिनी हे बहिनी म यताउता हिँड्न लागेको खालि त्यही मेरो बाटो छेकिन्छु भन न पछाडिको त मिलाएर भन्न न सुरुको त थाहा पाएपछि हे बहिनी त पनि कति मेरै मात्रै बाटो अल्झाउँछिस् भइगयो त साथी भेटेर आउँछु भनेको ततिर आफ्नो काम गर्दै गर्नु मिलाएर भन्न अच्छा म मेरो अरूको मुख तर म म सबैलाई भाडा हान्दै म एक्सन बहिनी कति कराउँछस् हो त्यो मिलेछ हे बहिनी कति कति कराउँछिस् एकछिन साथीभाइ भेटौँ न त भनेर निस्केको डिस्टर्ब गर्छु सबै घरको काम गर्दै गर्दै गर्नु एकचोटि आफ्नै पाराले भन त हो त्यसो भए बिचमा आफैले मिलाएर भन्नु त्यही अनुसार त्यो रिसार्च एक्सन बहिनी कति कराउँछस् यसो त्यही यसोमा हटिहाल्छ त्यही गएर मिलाएर भन् न यसो साथीभाइसँग भेटेर ए बहिनी आइहाल्छु नि। बहिनी तपाईँ म यताउता हिँड्न लाग्यो कि खालि काम छ यो छ त्यो छ अल्झाइदिन्छस्। मलाई मेरो जाने बाटै अल्झाइदिन्छस् अथवा जानु लाग्छ त्यही अनुसारले मिलाएर भन् न त्यही टुक्क भन्नु पर्दैन खालि यसले खालि बाटो सोध्छस् तैँले भन न एक्सन खाली बाटो छेकिस् म हिँड्न लागेर चाहिँ खाली हो त्यसै भन्ने हो क्या त्यसो त्यही भएर अब अरू चाहिँ मिलाएर हाल्न टुक्क एकछिन गरेर आउँछ त घरको काम गर्दै गर म कतिजनालाई निस्क्यो कि खालि यसले कहाँ जाने के गर्ने भनेर अल्झाइदिन्छे म कतिजनालाई निस्क्यो कि खालि यसले कहाँ जाने के गर्ने काम छ यो छ त्यो छ भनेर अल्झाइदिन्छ भन न एक्सन खाली म निस्किने बेला चाहिँ यो काम ऊ काम भनेर अल्झाइरहन्छ अहिले आइहाल्छु नि। ऐ यति भन्दै आयो त घरको काम भइदिइहाल्छ त आफै खुद त गर तर मम्मी छौ त मम्मी र तँले काम गर न मैले गर्नुपर्छ हाम्रो रोली तर मम्मी छौ त काम गर्ने तिमीहरू गर न भन्नु तर मम्मी छ त काम गर्ने साइलेन्ट प्लिज एक्सन तर मम्मी छ नि त काम गर्ने मिलेर गराउ न म एकछिन आइहाल्छु नि। त कसको टाउको हो कि शरीर हो कि के हो त्यसलाई काटेर खाना चुडेर हो यार काम जति त खालि मम्मीले र मैले मात्रै गर्नुपर्छ त डुल्नी हल्ली हल्ली बसेर खा है एक्सन काम जति त मम्मी म मात्रै गर्छौँ त चाहिँ खालि काम खालि डुलेर हल्ली खा क्यामेरा रोलिङ एक्सन काम जति त मम्मी र म गर्छौँ त चाहिँ खालि हल्ली त्यही भन न हल्ली अनि डुलेर खा हल्ली अनि ढुलिरहने खा भने हुँदैन त्यस्तो हजुर लाग्यो कि क्यामेरा रोल एक्सन काम जति त खालि मम्मी र म गरिहाल्छौँ नि आफू चाहिँ खालि त्यहाँ उता फेरि को देख्यो यार ढिलो बाबेलाई यहाँ टोल्यो क्यामेरा रोल एक्सन काम जति चाहिँ सबै मम्मी र म मात्रै गर्छौँ आफू चाहिँ हल्ली डुल्ने खानी हाल्ने नि डुल्ने एक्सन काम जति चाहिँ
खालि मम्मी र म उतै फर्केर भन न क्यामेरा हेरेर भन एक्सन काम त दिदी खालि मम्मी र म मात्रै गर्छौँ आफू चाहिँ खालि डुल हल्दी खा यार नकरा न बहिनी होइन ल भयो धेरै नबोल म मेरो काम सकेर आइहाल्छु नि चुप लाएर घरको काम गर धेरै ल्याङ नआउनु सबै गर्छु है तिमी भित्र जाऊ ल ल छिटो आइज है त्यहाँ भन्नु छिटो आइहाल है फेरि तेरो काम त मैले यतिकै राखिदिन्छु नि आएर काम गर्नुपर्छ भन्नु दिनु है क्यामेरा रोल एक्सन ल बहिनी भन न ल काम गर ल काम गर म गएँ एक्सन ल धेरै नगर काम ल छिटो गरेर आइज है तेरो काम त बाँकी राखिदिन्छु नि म